तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदेऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग। यसपालिको चाडपर्व मनाउनुहोस् डिश होमको इन्टरनेटसँगै। अब डिश होमको जुनसुकै वार्षिक इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा पाउनुहोस् थप 3 महिना बोनस। त्यसमा पनि पाउनुहुनेछ 5G राउटर नि सित्तैमा। साथै हरेक हप्ता 14 जना भाग्यशाली विजेताले पाउनुहुनेछ पुरा 365 दिनको बोनस र बम्परमा जित्नुहोस् एक जोडीलाई 4 रात 5 दिनको थाइल्यान्ड टुर। डिश होम, खुसीको बोनस। डिश होम इन्टरनेट। नेपाल बैंक सरल कृषि कर्जा। समृद्ध बन्छ हाम्रो देश तपाईको मेहनत र हाम्रो साथले। मात्र 5.99% ब्याज दरमा। विशेषताहरू न्यूनतम रु 3 लाखदेखि अधिकतम रु 20 लाखसम्मको कर्जा सुविधा। परियोजना लागतको अधिकतम 80% सम्म कर्जा प्रवाह। आवश्यकता अनुसार चालू पुँजी तथा आवधिक दुवै विकल्प उपलब्ध। सरल प्रक्रिया, सुलभ ब्याज दर। कर्जा अवधि अधिकतम 10 वर्षसम्म। सरल प्रक्रिया तथा शीघ्र निर्णय। शर्तहरू लागू हुनेछ। कल सेन्टर 01 597 1222। समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्री, मन्त्रीहरू एवं सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा छलफल। आम नागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह। स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाई। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु। आज धनतेरस मनाइँदै र टोमहक क्रुज क्षेप्यास्त्र सहयोग दिन अमेरिकी राष्ट्रपतिलाई युक्रेनी राष्ट्रपतिको आग्रह, ट्रम्पद्वारा अस्वीकार। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्री सुशीला कार्की सहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा सारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनैतिक दल र आम नागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गर्नुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले भदौ 24 गते लुटिएका हतियार र भागेका कैदी बन्दी सबैलाई अविलम्ब फिर्ता गर्न आग्रह गर्नुभयो। अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। उहाँले पूर्ण तयारी र सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन स्रोत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको बारे आश्वस्त पार्नुभएको थियो। उहाँहरूले विगतमा योभन्दा कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको बताउनु भएको थियो। छलफलमा प्रधानमन्त्री कार्की, सबै मन्त्रीहरू, प्रधान सेनापति अशोक राज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो। कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइँदैछ। सुन, चाँदी, तामा लगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजा आराधना गरी यो पर्व मनाइन्छ। यसरी ल्याइएको भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मी पूजा गर्ने गर्दछन्, कसैले भने आजै बेलुकी धनतेरस पूजा गर्दछन्। यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ।
बर्दियाका कसगर समुदायलाई यति बेला तिहारमा प्रयोग गरिने माटोको दियो, गाग्रो, पाला लगायतका सामग्री बनाउन भ्याइ नभ्याइ छ। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट। 3 देखि 4000 सम्म माटोको दियो, पाला लगायत सामग्री बनाउने गरेको बर्दियामा बसोबास गरेका कसगरहरू बताउने गर्छन्। विभिन्न चाडपर्व तथा सामाजिक संस्कारका बेला प्रयोग हुने ती सामग्रीहरू सुर्खेत, बुटौल, नारायणघाटसम्म बिक्री हुने गरेका गुलरियाका चाहिल कसगरको भनाइ छ। बाजे बुबाको पालादेखि नै गुलरियाका कसगरहरूले माटोको सामग्री तयार गरी पुर्खौली पेसा जोगाइरहेका छन्। तर आजभोलि रेडिमेड झिलिमिली बत्ती, ब्लक, भाँडाकुँडाको प्रयोग बढ्दै गएपछि कसगर जातिको पुर्खौली पेसामा कमी आएको दुखेसो पोखेका छन्। स्थानीय सरकारले आफूहरूको पुर्खौली पेसाको जगेर्ना गर्न र पेसाको व्यावसायिक बढावाको निम्ति उत्प्रेरणामूलक कार्यक्रमहरू ल्याइदिनु पर्ने अपेक्षा राखेको रहिस कसगरको भनाइ छ। पछिल्लो समय रेडिमेड बत्ती तथा प्लास्टिक, स्टिलका भाँडाकुँडाको बढ्दो आकर्षण तथा प्रयोगले व्यवसायमा निकै कमी आएको किस्मतुल कसगरको गुनासो रहेको छ। कसगर जातिहरूको पेसालाई मात्र नभई जिल्लामा भएका सबै जात जातिको पुर्खौली पेसालाई स्थानीय सरकारवाला निकायले ध्यान दिई स्थानीय सबैको पेसा, संस्कृति र संस्कारलाई व्यावसायिक बनाई उनीहरूको संरक्षण एवं सम्वर्धन प्रवर्धन गरी समाजलाई परिवर्तनको बाटोतर्फ लाग्नुपर्ने उनीहरूको माग रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके। बर्दियाका कसगर समुदाय हिजोआज तिहारलाई लक्षित गरी माटाका भाँडाहरू बनाउन तल्लिन। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय। चालु आर्थिक वर्ष 2082-83 को सुरुवाती 3 महिनामा सरकारले 18% बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा 3 खर्ब 64 अर्ब 58 करोड 94 लाख रुपियाँ अर्थात् वार्षिक विनियोजनको 18.56% खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँको बजेट ल्याएको थियो। भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भए यता 6 अर्ब 34 करोड 92 लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल अयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ। पाइपलाइनबाट हालसम्म 6 अर्ब 14 करोड 35 लाख लिटर डिजल, 20 करोड 15 लाख लिटर पेट्रोल र 41 लाख लिटर मट्टीतेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो। अहिले मोतिहारीबाट पाइपलाइन मार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टीतेल आयात भइरहेको छ। शहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताउनु भएको छ। कोषका काम कारबाहीबारे जानकारी लिँदै आज उहाँले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री घिसिङले विद्युतीय सवारी साधन, चार्जिङ स्टेसन जस्ता यी मोबिलिटीका क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहोर व्यवस्थापन र ऊर्जा उत्पादन जस्ता परियोजनामा लगानी गर्न सकिन्छ। अत्यन्त न्यून तलब भत्ताबाट काम गर्नु परेको भन्दै देशभरका विभिन्न अस्पतालमा आन्दोलनरत नर्सहरूको मागका विषयमा छलफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सरकारवाला पक्षहरूको रूपमा आन्दोलनरत नर्सका प्रतिनिधिहरू, नेपाल नर्सिङ सङ्घका प्रतिनिधि, निजी मेडिकल तथा डेन्टल कलेज सङ्घका प्रतिनिधि, जेएनजी प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि सहित छलफल भएको थियो। सो छलफलमा आइतबार सर्वपक्षीय छलफल हुने निर्णय भएको छ। कैलालीमा पछिल्लो समय आधुनिक कृषि यन्त्र औजारको प्रयोग बढ्दै गएको छ। समय र लागतको बचत हुनुसँगै सहज समेत हुने भएपछि कृषि कार्यमा परम्परागत कृषि औजारको प्रयोग गर्दै आएका किसानहरू पछिल्लो समय आधुनिक कृषि यन्त्र उपकरणतर्फ आकर्षित भएका देखिन्छन्। कैलालीबाट संवाददाता जगत साउद। परम्परागत कृषि औजारको प्रयोग गर्दै आएका किसानहरू पछिल्लो समय आधुनिक कृषि यन्त्रतर्फ आकर्षित भएका देखिन्छन्। धानबाली, गहुँबाली, सिँचाइ लगायतका कृषि कार्यमा आधुनिक कृषि यन्त्र औजारको बढी प्रयोग गरेको पाइन्छ। यति बेला धानबाली भित्र्याउन व्यस्त देखिएका किसानहरूले
आधुनिक कृषि यन्त्र औजारको प्रयोगले लागत र समयको बचत जस्ता फाइदा पुगेको बताएका छन्। ज्याला मजदुरीमा धानबाली भित्र्याउन खर्च धेरै लाग्ने गरेकोमा अहिले आधुनिक कृषि यन्त्रको प्रयोगले छिटो छरितो र सहज भएको किसानहरूको भनाइ छ। पहिला अब हातले काटिन्थ्यो मजदुर लगाएर, एक बिघा काट्नलाई कमसेकम मान्छे 8-10 जना चाहिने, त्यसमा बढी खर्च आइरहेको छ। यो मसिन आएपछि अलि सजिलो भएको छ, सस्तो पनि भएको छ। तल पानी भयो भने काटिदिन्छ, त्यो हिलो सिलोमा सब उठाइदिन्छ, यसले सजिलो छ। यसले गर्दाखेरि किसानहरूलाई राम्रै भएछ, सजिलो चाँडै हुन्छ। कृषि ज्ञान केन्द्र धनगढीका अनुसार सरकारले किसानहरूका लागि विभिन्न अनुदानको व्यवस्था गरेको छ। कृषि यन्त्र औजारको खरिदमा किसानलाई 50% अनुदान उपलब्ध गराउनेदेखि भन्सार छुट र किसानहरूलाई 1% ब्याज दरमा ऋण दिने सरकारी नीति रहेको छ। किसान मैत्री सरकारी नीतिका कारण आधुनिक कृषि यन्त्र औजार प्रयोग गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर विष्ट, किसानलाई काम गर्न सजिलो भएको छ, खेती खर्च घटेको छ, कामको बोझ घटेको छ, जसले गर्दा पछिल्लो दिनको कृषि अब यन्त्रीकरणबाट औजार उपकरणबाट हुने भएपछि सजिलो भएको छ भन्ने कुरा आम कृषकको जनमानसमा यो कुरा परेको छ। तर अहिले 70-80% क्षेत्रफलका किसानले कुनै न कुनै कृषिको यन्त्र औजार उपकरण प्रयोग गरेर आफ्नो खेतीपातीमा संलग्न छन्। कैलालीमा कुल 93,000 हेक्टर खेतीयोग्य जमिन मध्ये करिब 72,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। अन्नबाली उत्पादनमा देशका 10 जिल्लाभित्र पर्ने कैलालीमा सरदर प्रति वर्ष 2,55,000 मेट्रिक टन धान उत्पादन हुने गरेको सरकारी तथ्याङ्क रहेको छ। जगत साउँ, रेडियो नेपाल, धनगढी। ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ? सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा? यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर। पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ? किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनबिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा। ल, त्यसो भए ढुक्कले कुरा गरौँ न त। सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। अब बाँकी समाचार। बारा र पर्सामा कुल जनसङ्ख्याको 71%लाई हैजा विरुद्धको खोप दिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको 10,18,060 जना मध्ये 7,23,836 जनाले खोप लिइसकेको जानकारी दिनुभयो। नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरेको हो। सरकारी तथा गैर सरकारी सङ्घ संस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र, मन्दिर, मस्जिद, बस पार्क, नेपाल भारत सीमा नाका, मुख्य नाकाहरू, उद्योग कारखाना, इँटाभट्टा जस्ता स्थानहरूबाट खोप दिँदै आएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई भाइटिकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँच पासका लागि ब्याङ्किङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ। केन्द्रीय ब्याङ्कले क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि ब्याङ्किङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो। नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न 2 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पन्जाबका 24 वर्षीय परमप्रीत सिंह र 28 वर्षीय लवप्रीत सिंहलाई पक्राउ गरेको हो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले उनीहरूले भारत हरियाणाका 26 वर्षीय अंकित कुमारलाई झुक्क्यानमा पारेर नेपाल हुँदै अस्ट्रेलिया पठाइदिने भन्दै काठमाडौँ ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। रसियालाई प्रहार गर्न टोमहक क्रुज क्षेप्यास्त्र माग्न अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउस पुग्नुभएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खाली हात फर्कनु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग लामो दूरीको क्षेप्यास्त्र सम्बन्धमा सौहार्दपूर्ण कुराकानी भएको दावी गरे पनि ट्रम्पले युक्रेनलाई टोमहक क्षेप्यास्त्र दिएर युद्ध बढाउन नचाहेको बताउनुभयो। युक्रेनी राष्ट्रपतिले टोमहक क्षेप्यास्त्र पाए रसियाका इन्धन भण्डारहरूमा आक्रमण गरी रसियाको युद्ध अर्थतन्त्र ध्वस्त पार्न सकिने बताउनु भएको छ र 50 भन्दा बढी प्रकारका क्यान्सर रोग पहिचान गर्न सक्ने रक्त परीक्षण विधि प्रयोगमा आएको छ। अमेरिकी औषधि कम्पनी ग्रेलले सुरु गरेको ग्यालेरी टेस्टले धेरै प्रकारका क्यान्सर रोगलाई पहिल्यै पहिचान गर्न सक्ने एक अध्ययनले देखाएको छ। अमेरिका र क्यानाडाका 25,000 मानिसमा 1 वर्षको अवधिमा गरिएको परीक्षणमा पहिले गरिएको रक्त परीक्षणमा पोजिटिभ देखिएका 62% पछि क्यान्सर देखिएको थियो।
सो परीक्षणले नकारात्मक नतिजा देखाएको 79% पछि क्यान्सर नदेखिएकोले सो परीक्षण धेरै विश्वसनीय रहेको अध्ययनले दाबी गरेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्री, मन्त्रीहरू एवं सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा छलफल, आम नागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्रीको भनाई, नेपालीहरूको दोस्रो ठुलो चाड तिहार आजदेखि सुरु, आज धनतेरस मनाइँदै, र टोमहक क्रुज क्षेप्यास्त्र सहयोग दिन अमेरिकी राष्ट्रपतिलाई युक्रेनी राष्ट्रपतिको आग्रह ट्रम्पद्वारा अस्वीकार। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।